नमस्ते। आज तपाईँको बिचमा म यौनाको पुस्तकमा चिन्ह भन्ने विषयमा केही कुराहरू सेयर गर्न गइराखेको छु। हामीलाई थाहा छ यौनाको पुस्तक थुप्रै तवरले नयाँ करारमा अझ त्यसभित्र पनि सुसमाचारी पुस्तकहरू बिच पृथक छ। यौनाको पुस्तकमा भएको मुख्य विषय हामी चिन्हलाई पाउँदछौँ र यो कुराले गर्दाखेरि पनि यौनाको पुस्तक अन्य पुस्तकहरूभन्दा पृथक छ। सो यौनाको पुस्तकलाई चिन्हको पुस्तक भनेर पनि भनिन्छ। यहाँ भन्नु खोजेको कुरा के छ भन्दाखेरि यौनाको पुस्तकमा थुप्रै चिन्हहरू यसुले गर्नुभएका जुन कार्यहरू छ, मिराकल्सहरू छ, आश्चर्य कामहरू छ, त्यसलाई यौनाले चिन्ह भनेर उल्लेख गरेका छन् यौनाको पुस्तकमा। तर मत्ती मर्कुस लुकामा त्यही कुराहरूलाई आश्चर्य काम भनेर यो शब्द चयनको कुरामा यो फरकता पृथकता हामी पाउँदछौँ। र हामीलाई यो पनि थाहा छ कि यो चिन्ह भन्ने विषय यूहन्नाको पुस्तकमा एकदमै गहन विषय हो, जहाँ चाहिँ यूहन्नाले 7वटा चिन्हहरू उल्लेख गरेका छन्। अनि 7वटा चिन्ह जस्तै 7वटा महु वाक्यहरू पनि यूहन्नाले उल्लेख गरेका छन् पुस्तकमा। सो आज हामी यही कुराहरू हेर्न जाँदैछौँ। ती 7वटा चिन्हहरू कुन कुन हुन् त? त्यसभित्र पनि अझ तपाईँ भित्र प्रवेश गर्नुभयो भने यो 6वटा चिन्हहरू, 6वटा आश्चर्य कामहरू, 6वटा यीशुले गर्नुभएका कार्यहरू एकदमै प्रष्ट छन्। तर एउटा 7औं चिन्ह चाहिँ कुन हो भन्ने विषय चाहिँ जो कसैलाई पनि एउटा कौतुकताको कुरा हो। र बाइबलका विद्वानहरू यूहन्नाका पुस्तकका सम्बन्धी जति पनि विद्वानहरू छन् उनीहरू बिचमा यो भएको ठुलो यो एक किसिमको यो डिबेट, एउटा क्युरियोसिटीको कुरा हो। अनि यही विषयमा हामी आज हेर्नेछौँ, यात्रा गर्नेछौँ र साथसाथै हामी यो किसिमको इस्युलाई, यो किसिमको एउटा कौतुकतालाई हामी मेटाउने प्रयास गर्नेछौँ। सो स्क्रिनमा हेर्न सक्नुहुन्छ, द सेभेन्थ साइन इन द फोर्थ गस्पेल, द सेभेन्थ साइन इन द फोर्थ गस्पेल। त्यो 7औं चिन्ह चाहिँ कुन हो त? यो 7वटा चिन्हहरू मध्ये 6वटा चिन्हहरू क्लियर छन्, तर 7औं चाहिँ कुन हो भन्ने कुरा हामी हेर्नेछौँ। यूहन्ना 2:11 र यूहन्ना 20:30 पद मैले यहाँ लेखेको छु। यो कारणले कि यूहन्नाको पुस्तक साँच्चै चिन्हको पुस्तक हो भन्ने विचारले उहाँ 2:11 हेर्न सक्नुहुन्छ। उहाँका चेलाहरूमध्ये यो पहिलो, उहाँका चिन्हहरूमध्ये यो पहिलो चिन्ह यसुले गालिलको कानामा गर्नुभयो। चिन्ह यूहन्नाको पृथकता हो। यूहन्ना 20:30 यसुले अरू धेरै चिन्हहरू चेलाहरूका सामुन्ने गर्नुभयो जुन चाहिँ यस पुस्तकमा लेखिएका छैन। यसुले थुप्रै चिन्हका कामहरू गर्नुभएको छ। चिन्ह भन्नाले यसुका कार्यहरू, डिड अफ जिजस, यसुले गर्नुभएका कामहरू हुन्। अनि यूहन्नाको पुस्तकमा ती कुराहरू उल्लेखित छन्। सो यूहन्नाको पुस्तक चिन्हको पुस्तक हो। चिन्ह सम्बन्धीमा केही मैले साधारण कुराहरू यहाँ ल्याउन चाहे। शब्द अवलोकन गरौँ हामी। ग्रिक भाषामा चिन्हलाई सेमेयोन भनेर भनिन्छ। ग्रिक भाषामा यसलाई सेमेयोन भनेर भनिन्छ। अङ्ग्रेजीमा यसलाई साइन भनी अनुवाद गरिएको छ। त्यसै गरी ल्याटिनमा यसलाई सिग्नम भनिन्छ। 3टा शब्दहरू यहाँ मैले हाइलाइट गरेँ, सेमेयोन, सिग्नम अनि त्यसै गरी साइन। नेपालीमा यसलाई चिन्ह भनेर भनिन्छ। हामी हाम्रो वरिपरि हेर्छौँ भने हामीले दिनहुँ जीवनमा अनुभव गर्ने कुरा या ट्राफिक लाइट्सहरू मैले यहाँ स्क्रिनमा देखाएको छु। यहाँ ट्राफिक लाइट्स त्यो हेर्न सक्नुहुन्छ। त्यसले त्यो एउटा साइन हो, एउटा सिम्बल हो। त्यसले कुनै पनि कुरालाई अङ्कित गरिराखेको हुन्छ, कुनै पनि एउटा सन्देश प्रवाह गरिराखेको हुन्छ। सो चिन्हको अर्थ के हो भन्दाखेरि सन्देश प्रवाह गर्नु। सामान्यतया चिन्हले कुनै सन्देश प्रवाह गर्दछ है। नो पार्किङ, पार्किङ गर्न यहाँ मनाइ छ होइन। ट्राफिक लाइट्सहरू, रातो बत्ती, पहेँलो बत्ती, हरियो बत्ती, प्रत्येक एउटा मेसेज हुन्छ, प्रत्येक एउटा इन्डिकेसन्स हुन्छ। त्यो सिम्बलले, त्यो चिन्हले के कुराहरू बताइराखेको हुन्छ। चिन्हको पर्पोज त्यही नै हो। जस्तै ट्राफिक चिन्हहरू,
पुरानो करारमा चिन्हको प्रयोग अधिकतम मात्रामा पाइन्छ। जस्तै अगमवक्ताहरूलाई परमेश्वरले थुप्रै चिन्हहरूद्वारा उहाँका मानिसहरूको निम्ति विभिन्न सन्देश प्रवाह गर्नुभयो है। पुरानो करारमा अगमवक्ताहरूलाई थुप्रै चिन्हहरू परमेश्वरले केही कार्यहरू गर्न लगाउनु भयो। अगमवक्ताहरूले ती कुराहरू मा आज्ञाकारी भए, ती कुराहरू माने र त्यसले चाहिँ किन भन्दाखेरि हामी बाइबल पढ्दै गर्दाखेरि किन यस्तो, किन यो भन्ने कुराहरू दिमागमा आउन सक्छ त्यो प्रश्न, तर त्यसको एउटा अर्थ छ। त्यसले केही कुराहरू, केही सन्देश इजरायलीहरूलाई प्रवाह गर्नको लागि, बताउनको लागि ती कुराहरू परमेश्वरले गराउन लगाउनु भयो र अगमवक्ताहरूले पनि ती कुराहरू गरे। जस्तो कि उदाहरणको लागि यशाया 20:2 र 3, त्यस बेला परमप्रभुले आमोजका छोरा यशायाद्वारा बोल्नुभयो। उहाँले तिनलाई यसो भन्नुभयो, जा, तेरो शरीरबाट भाङ्रा उतार र तेरा खुट्टाबाट जुत्ता फुकाल। अनि तिनले त्यसै गरे र तिनी नाङ्गै र खाली खुट्टा हिँड्न लागे। सो नाङ्गै र खाली खुट्टा हिँड्नु यहाँ चाहिँ केही कार्य गरायो यशायाद्वारा, र त्यो चाहिँ एउटा चिन्ह हो केही कुराको, कुनै पनि सन्देशको निम्ति। तब परमप्रभुले भन्नुभयो, जसरी मेरो दास यशाया मिश्र देश र कुश देशको निम्ति चिन्ह, हरियो कलरले हाइलाइट गरेको त्यो शब्दलाई याद गर्नुहोस् है। त्यो कुश देशको निम्ति चिन्ह यशायाको पुस्तकमा एक्ज्याक्टली त्यो शब्द प्रयोग भएको छ, चिन्ह। र न्याय होस् भनेर 3 वर्षसम्म नाङ्गो र खाली खुट्टा हिँड्यो। सो जुन कुरा यशायालाई परमेश्वरले गर्न लगाउनु भयो, यशाया त्यो कुरा गरे। त्यो इजरायलीहरूको निम्ति केही कुराहरू प्रवाह गर्नको लागि, केही सन्देश प्रवाह गर्नको लागि मिश्रमा परमेश्वरले त्यो 10वटा चिन्हको कार्यहरू गर्नुभयो। त्यसले पनि केही कुराहरू अङ्कित गरेर राखेको थियो, केही कुरा सन्देश प्रवाह गरिराखेको थियो। पुरानो करारमा थुप्रै तपाईँहरूले हामी यो चिन्हहरू पाउँदछौँ। पावलले कोरिन्थीको पत्रमा पनि यसरी भन्छन् कि यहुदीहरू चिन्हको खोजीमा, ग्रिकहरू ज्ञानको खोजीमा। ग्रिकहरूको निम्ति यो नलेज, जुन लोगस, यो ज्ञान भन्ने कुरा छ, एकदमै महत्त्वपूर्ण कुरा हो। उनीहरूले यसलाई धेरै धेरै उनीहरूको लागि, उनीहरूको जीवनमा ग्रिक समाज, ग्रिक जीवनको एकदमै त्यो सेन्ट्रल कुरा है, एकदमै मुख्य कुरा, जुन कुराले उनीहरूलाई एक्साइट गर्छ, जुन कुरालाई उनीहरूले भ्याल्यु गर्छ, जुन कुराको उनीहरू खोज गर्दछन्। त्यसै गरी यहुदीहरूको लागि पनि यो चिन्ह भन्ने कुरा एकदमै महत्त्वपूर्ण कुरा हो, जुन कुरा पावलले त्यहाँ लेखेका छन्। यहुदीहरू चिन्हको खोजीमा। प्रभु यीशु ख्रीष्टलाई पनि थुप्रै पटक यहुदीहरूले चिन्हको डिमान्ड गरेका छन् है, चिन्हको माग गरेका छन्। यसै कारणले गर्दा पनि हो यूहन्नाको पुस्तकमा प्रभु यीशु ख्रीष्टले गर्नुभएका कार्यहरूलाई आश्चर्य काम, नर्मल एउटा काम भन्न नरुचाइकन चिन्ह भनेर यसरी प्रस्तुत गर्न चाहे। यसले गर्दाखेरि त्यहाँ कैची चलाइएको छ, जसले गर्दा त्यहाँ यो चिन्ह, यो साइन भन्ने शब्द यूहन्नाले इन्टेन्सनल्ली एउटा थियोलोजिकल पर्पसको लागि चयन गरेका छन्, शब्द चयन, चिन्ह है। अनि अर्को कारण के पनि हो भन्दा यूहन्नाको पुस्तकमा त्यो ज्युस फ्लेभर दिनलाई है, पुरानो करारसँग बढी झुकाव गराउनलाई, पुरानो करारसँग बढी ढल्काउनलाई पनि यो चिन्हको प्रयोग, चिन्ह शब्दको प्रयोग यूहन्नाले गरेका छन्। सम्पूर्ण पुस्तकभरि नै हामी त्यो शब्द पाउँछौँ, जुन चाहिँ पुरानो करारको पनि मुख्य विषय हो, साइन, चिन्ह। त्यति मात्र होइन, यहुदी समाजको पनि यो एकदमै सेन्ट्रल कुरा हामी पाउँछौँ। यसरी चाहिँ हामी सुसमाचारी पुस्तकमा हामी यहाँ देख्न सक्छौँ। तपाईँलाई मैले यहाँ 2टा कलममा देखाएको छु। पहिलो कलम हेर्न सक्नुहुन्छ, आश्चर्य काम, मिराकल, जुन चाहिँ हामी मत्ती, मर्कुस, लुकामा त्यो कुरा पाउँछौँ। मैले त्यहाँ रेफरेन्स पनि राखेको छु। दोस्रो कलममा चिन्ह, यूहन्नाको पुस्तकमा पहिलो चिन्ह, येशूले पानीलाई दाख मध्यमा परिवर्तन गर्नुभएको यूहन्ना 2 अध्यायमा हामी त्यो घटना पाउँछौँ।
दोस्रो यौना 4मा त्यो उल्लेखित छ। दोस्रो चिन्ह उच्च अधिकारीको छोरो निको पारिएको। तेस्रो चिन्ह यौना 5मा हामी त्यो पाउँछौँ, जलकुण्डमा पक्षघाती निको भएको। छैठौँ चिन्ह यसुले 5,000लाई खुवाउनु भएको। पाँचौँ चिन्ह जन्मेको अन्धोलाई दृष्टिदान, यौना 9 अध्याय। छैठौँ चिन्ह यौना 11मा हामी त्यो पाउँछौँ, यसुले मरेको लाजरसलाई बिउताउनु भएको घटना, यसुले गर्नुभएको कार्य त्यहाँ उल्लेखित छ। र सातौँमा चाहिँ यहाँ चाहिँ ब्ल्याङ्क छ, जुन आजको डिस्कसन हो, आजको मुख्य विषय हो, जुन विषयमा चाहिँ आज हामी हेर्न गइराखेका छौँ। सातौँ चिन्ह के हो त है? पहिलो चिन्ह यसुले पानीलाई दाखमध्यमा परिणत गर्नुभयो। दोस्रो चिन्ह यसु उच्च अधिकारीको छोरा निको पारिएको। तेस्रो चिन्ह जलकुण्ड पक्षघाती निको भएको। चौथो चिन्ह यसुले 5,000लाई खुवाउनु भएको, यौना 6। जन्मेको अन्धोलाई दृष्टिदान। पाँचौँ चिन्ह यौना 9। छैटौँ यौना 11 यसुले मरेको लाजरलाई बिउताउनु भयो। र सातौँ चाहिँ के हो त? यही विषयमा चाहिँ आज हामी हेर्न जाँदैछौँ, चिरफार गर्न गइरहेका छौँ। यौनाको पुस्तकमा उल्लेखित चिन्हहरूमध्ये सातौँ चिन्हको कुन हो त? पक्कै पनि तपाईँहरूले सुन्दै आउनु भएको छ, यौनाको पुस्तकमा सातवटा चिन्हहरू छन्। जसरी सातवटा आई एम सेयिङ्स, सातवटा महु वाक्यहरू यौनाको पुस्तकमा छन्। सातौँ किन त? है, किन छवटै भएन त? पाँचवटा भएन, सातौँ किन भन्दाखेरि फेरि त्यो यहुदीकै कुराहरू, सेमेटिक्सको कुराहरू, पुरानो करारकै कुराहरू आयो होइन। सातौँ नम्बर यहुदीहरूको लागि एकदमै विशेष छ। पुरानो करारमा नि सातौँ सङ्ख्यालाई हामी पूर्णताको सङ्ख्या, विशेष हामी धेरैचोटि त्यो प्रयोग गरिएको सङ्ख्या, सातौँ सङ्ख्या त्यो नम्बर हो। त्यो कारणले पनि यौनाले सातौँटा चिन्हहरू त्यहाँ चाहिँ लिस्ट आउट गरे, पुरानो करारसँग ढल्काउनलाई, यहुदी त्यो फ्रेम आउट दिनलाई, यहुदी प्रेजेन्टेसन्स दिनलाई, गस्पेललाई, त्यो पनि भन्ने कुराहरू हामी पाउँछौँ। तर सातौँ चिन्हहरू जुन लिस्टेड आउट गरेको छ, 6वटा घटनाहरू, यसुले गर्नुभएका कार्यहरू त प्रष्ट छन्। यसमा हामीले बोलिराख्नु, यसमा हामी चर्चा गरिराख्नुपर्ने आवश्यक छैन। तर सातौँ चाहिँ एकदमै क्युरियोसिटीको कुरा छ। सातौँ चिन्ह चाहिँ एकदमै सस्पेन्स जुन कुरा छ, जुन आज हामी हेर्न जाँदैछौँ। सातौँ चिन्हको लागि सम्भावित चिन्ह है, अथवा सातौँ चिन्हको लागि लिन सकिने सम्भावित यौनाको पुस्तकमा भएका घटनाहरू, यो आठवटा मैले यहाँ घटनाहरू उल्लेख गरेको छु। यसबाट हामी कुन चाहिँ सम्भावित हो त, कुन चाहिँ पोजिबल हुन सक्छ त, केही प्यारामिटर्सको आधारमा, क्राइटेरियाको आधारमा भन्ने कुराहरू हेर्न हामी जाँदैछौँ। यस 8वटा यो सम्भावित घटनाहरू म यहाँ हाइलाइट गर्न जाँदैछु। पहिलो, यसुले मन्दिर शुद्ध गर्नुभयो, यौना 2:14-17। यो मूसाले उजाड स्थानमा सर्पलाई उचालेको बारे यसुको वाक्य, यौना 3:14-15। यसु पानीमाथि हिँड्नु भएको हामी धेरैचोटि सुनेको यो घटना हो, यौना 6:16-24। कति मानिसहरूले यो यसुले गर्नुभएको कार्यलाई सातौँ चिन्हको रूपमा पनि हेर्छन्। यसु पानीमाथि हिँड्नु भएको यो घटनालाई। 4मा बेथानियामा यसु, यौना 12:1-8। यरुसलेममा यसुको प्रवेश, यौना 12:12-16। यसुको क्रुसीकरण र पुनरुत्थान, यो पनि सम्भावित घटनाको रूपमा बाइबलका विद्वानहरूले यसलाई हेरेका छन् र हामी पनि हेर्न सक्छौँ। यो 18-19 अध्यायहरूमा हामी पाउँछौँ। 7औँमा पुनरुत्थानपछि यसु प्रकट हुनुभएको, यौना 20-21 अध्यायहरूमा हामी यो पाउँछौँ। त्यसै गरी चमत्कारिक माछा पक्राइ, यौना 21:1-14। चमत्कारिक माछा पक्राइ, यौना 21:1-14। यहाँ 8वटा सम्भावित घटनाहरू हामी यहाँ पाउँदछौँ। यौनाको पुस्तकमा चिन्हको मापदण्डहरू, यी घटनाहरू 1, 2, 3, 4, 8, 1देखि 8सम्मका यी उल्लेखित घटनाहरूमध्ये कुन चाहिँ सातौँ चिन्हको रूपमा लिन सकिन्छ भन्ने कुरामा हामीले त्यसलाई डिसाइड गर्नुभन्दा अगाडि हामी केही मापदण्डहरू हामीले हेर्नुपर्ने हुन्छ। 3टा मापदण्डहरू तपाईँहरूलाई मैले यहाँ ल्याएको छु। त्यो मापदण्ड, त्यो चस्माले हामी हेर्नेछौँ
र हामी सातौं चिन्हमा हामी त्यो फाइनलाइजमा हामी आउनेछौँ। यूहन्नाको पुस्तकमा चिन्हको मापदण्डहरू है, यूहन्नाको पुस्तकमा चिन्हको मापदण्डहरू, यसोले गर्नुभएका कुन कुन कामहरूलाई चिन्ह भन्ने कुरा निम्न उल्लेखित मापदण्डहरूले निर्धारित गर्दछन्। सो नम्बर 1 पहिलो मापदण्ड मैले तपाईहरुलाई यहाँ राख्न चाहे यस प्रकारको छ। पहिलो क्राइटेरिया, पहिलो यो मापदण्ड, चिन्हहरू येशूका सार्वजनिक कामहरू हुन्। अब तपाईले यहाँ भन्न खोजेको कुरा के हो भन्दाखेरि चिन्हहरू येशूका सार्वजनिक कामहरू हुन्। जति पनि अब यी 8वटा येशूले गर्नुभएका कार्यहरू हुन्, यिनीहरू अथवा यी लगायत अन्य 6वटालाई पनि हामी हेर्न सक्छौँ। 6वटा चिन्हहरू जति पनि छन् तिनीहरू येशू ख्रीष्टको सेवकाईमा, येशू ख्रीष्टको पब्लिक मिनिस्ट्रीमा गरेका कामहरू हुन्। पहिलो मापदण्ड है। सो येशूले मन्दिर शुद्ध गर्नुभएको कुरा प्रभु येशू ख्रीष्टको यो सेवकाईमा भएको घटना हो कि होइन, अब त्यसरी चाहिँ हामीले हेर्नु पर्यो। पहिलो मापदण्ड त्यहाँ पुरा हुन्छ कि हुँदैन। यदि हुन्छ भने त्यसलाई हामी चिन्हको रूपमा अथवा सातौं चिन्हको रूपमा हेर्न सक्छौँ। चिन्हहरू येशूका शब्द नभई कार्यहरू हुन्। मैले अघि पनि भने यो कुराहरू, चिन्हहरू येशूका कार्यहरू हुन्। वर्ड्स डिड अफ जिजस, येशूले गर्नुभएको कामहरू, जसलाई चाहिँ यूहन्नाले चिन्ह भनेर यसरी शब्द चयन गरेका छन्। यूहन्ना 2:11मा हामी त्यो कुरा पाउँछौँ। येशूले गालीलको कानामा गर्नुभयो है, यो कार्य गर्नुभयो भन्ने यी चिन्हहरूसँग जहिले पनि यो अथरले, लेखकले प्रयोग गरेका छन् त्यो शब्द। येशूले गर्नुभयो, येशूले कार्य गर्नुभयो है। चिन्हको मापदण्ड जहाँ सुन्ने भन्दा पनि देख्ने कुरा हुन्छ, जहाँ सुन्ने भन्दा पनि देख्ने कुरा हुन्छ। सुन्ने होइन तर देख्ने हो। तर यदि येशूका शब्दहरू, वर्ड अफ जिजस, येशूका बहुवाक्यहरू थियो भने त्यहाँ चाहिँ सुन्ने कुरा हुन्थ्यो। तर चिन्हमा चाहिँ सुन्ने भन्दा पनि देख्ने कुरा। सो यसरी 3टा कुराहरू चाहिँ चिन्हमा यो सेटिङ गरिएको छ। येशूले के कार्य गर्नुभयो अनि त्यो चाहिँ चिन्ह हो, अनि त्यो चाहिँ मानिसहरूले देखे है। त्यो मानिसहरूले देखे र त्यो देखेको आधारमा अनि त्यहाँ चाहिँ उनीहरूले के कुरालाई एको गरेका छन्, के कुरालाई त्यो रेस्पोन्स गरेका छन् है, प्रतिक्रिया जनाएका छन्। यो किसिमको तपाईँले सेट गरेको चिन्हको घटनाहरूलाई हामी पाउँछौँ। अनि महिमाको कुरा पनि छ त्यहाँ होइन, जसले गर्दाखेरि त्यहाँ परमेश्वरको महिमा प्रकट भयो, परमेश्वरले उहाँको महिमा प्रकट गर्नुभयो भनेर लेखकले यसरी उल्लेख गरेका छन्। धेरै विषयलाई यसरी मजाले लेखकले गाँसेका छन्। सो यहाँ मैले के कुरा जोड दिइराखेको छु भन्दा पहिलो मापदण्ड हो येशू, ती चिन्हहरू येशूका सार्वजनिक सेवकाईमा गरेका हुनुपर्छ। जिजसको पब्लिक मिनिस्ट्रीमा ती चिन्हहरू, त्यो घटनाहरू, कुनै पनि घटनाहरू गरेका हुन् भने त्यसलाई हामी चिन्हको रूपमा लिन सक्छौँ। दोस्रो मापदण्ड पहिलो थियो येशूको सेवकाईमा गरेका ती कार्यहरू। हामीलाई थाहा छ यूहन्नाको पुस्तकमा यूहन्ना 1देखि 12मा प्रभु येशू ख्रीष्टको सेवकाई हामी पाउँछौँ जहाँ चिन्हहरू उल्लेखित छ। सो यूहन्ना 1देखि 12लाई हामी चिन्हको अध्यायहरू पनि हामी भन्छौँ। त्यसकारण 1देखि 12 भनेपछि 12 भन्दा पछिका केही घटनाहरू आउँछन् जुन चिन्ह मान्न सकिने सम्भावित छन् भने पनि कतिचोटि हामीलाई त्यहाँ चाहिँ यो पहिलो मापदण्ड अनुसार ती कुराहरू हामी स्वीकार्न नसकौँला अथवा नस्वीकार्न पनि सकिन्छ, किनभने 12 पछि त येशू ख्रीष्टको सेवकाईको कुराहरू छैन। सो 1देखि 12लाई 12मा पर्नु पर्यो र प्रभु येशू ख्रीष्टको सेवकाईमा भएका ती कुराहरू हुनु पर्यो। यूहन्नाको दोस्रो मापदण्ड, यूहन्नाको पुस्तकमा यी चिन्हहरू, घटनालाई चिन्ह भन्ने शब्द प्रयोग गरिएको छ। यूहन्ना आफैले चिन्ह भन्ने शब्द प्रयोग गरेका छन्। दोस्रो मापदण्ड पहिलो थियो येशू ख्रीष्टको सेवकाईमा ती कुराहरू गरेको हुनुपर्छ। दोस्रो, सेवकाईमा मात्र गरेको कुरा होइन कि यूहन्ना आफैले पनि ती घटनाहरूलाई चिन्ह, साइन भनेर त्यो बताएको कुरा हुनुपर्छ, त्यो मापदण्ड। उदाहरणको लागि यूहन्ना 6:14 यसरी लेखेका छन् यूहन्नाले, यसकारण उहाँले गर्नुभएको, हेर्नुहोस् गर्नुभयो त्यो कार्य, जहिले पनि यूहन्नाले त्यहाँ उल्लेख गर्छन् चिन्ह भयो भने जहिले पनि येशूले के कार्य गर्नुभयो, यसकारण उहाँले गर्नुभएको यो चिन्ह देखेर ती मानिसहरूले भने संसारमा आउने अगमवक्ता साँच्चै उहाँ नै हुनुहुँदो रहेछ। त्यसकारण चाहिँ यूहन्ना 6मा भएको त्यो येशूले 5000 मानिसहरूलाई खुवाउनु भएको त्यो घटना
चिन्ह हो। यस कारणले कि प्रभु यीशु ख्रीष्टको सेवकाईमा पनि भएको पहिलो मापदण्ड पनि त्यसले पुरा गर्यो। पहिलो मापदण्ड मात्र पुरा गरेन कि दोस्रो मापदण्ड पनि पुरा गर्यो, किनभने यूहन्ना आफैले त्यहाँ यूहन्ना 6:14 मा चिन्ह भनेर त्यहाँ उल्लेख गरेका छन्। सो चिन्ह, कुनै पनि कुरालाई हामी चिन्ह मान्नको लागि त्यहाँ चाहिँ यूहन्नाले ती घटनाहरूलाई चिन्ह भनेर उल्लेख गरेको हुनुपर्दछ। यो चाहिँ मापदण्ड हो। तेस्रो, चिन्हहरूद्वारा परमेश्वरको महिमा प्रकट भएको छ। सो मैले फेरि दोहोऱ्याउन चाहे, पहिलो मापदण्ड हो प्रभु यीशु ख्रीष्टको सेवकाईमा भएको हुनु पर्यो। दोस्रो मापदण्ड लेखकले चिन्ह भनेर त्यसलाई उल्लेख गरेको हुनु पर्यो। अनि तेस्रो हो ती चिन्हहरूद्वारा परमेश्वरको महिमा प्रकट भएको छ भन्ने कुरा पनि त्यहाँ प्रत्यक्ष वा अप्रत्यक्ष तवरले उल्लेख गरेको हुनुपर्छ, तब मात्रै हामी चिन्ह भनेर मान्न सक्छौँ। यूहन्नाको पुस्तकमा कुन कुन आश्चर्य कामहरूलाई चिन्ह भन्ने कुरा त्यहाँ प्रकट भएको महिमाले निर्धारित गर्दछ। प्रभु यीशु ख्रीष्टले के कार्य गर्नुभयो, यूहन्नाले त्यसलाई चिन्ह भनेका छन्। अनि त्यो देखेर मानिसहरूले के प्रतिक्रिया जनाए अथवा उनीहरूले विश्वास गरे, छक्क परे। अनि लेखकले त्यहाँ यसरी उल्लेख गरेका छन् कि यो कार्यद्वारा परमेश्वरको महिमा प्रकट भएको छ। यूहन्ना 2:11 मा पनि हामी त्यो पाउँछौँ। त्यो पहिलो चिन्हद्वारा परमेश्वरको महिमा त्यो काना नगरमा देखियो, प्रकट भयो भनेर लेखकले त्यहाँ उल्लेख गरेका छन्। यो चिन्हको तेस्रो क्राइटेरिया हो। येशूले केही कार्य गर्नुभयो, त्यहाँ परमेश्वरको महिमा प्रकट भयो र अन्त्यमा त्यहाँ भएका मानिसहरूले येशूलाई विश्वास गरे। उहाँका चिन्हहरूमध्ये यो पहिलो चिन्ह येशूले गालीलको कानामा गर्नुभयो। यसरी उहाँले आफ्नो महिमा, हेर्नुहोस् त्यहाँ आफ्नो महिमा है महिमा प्रकट गर्नुभयो। लेखकले यो कुरा यूहन्नाले यदि काहीँ उल्लेख गरेका छन् भने हामी त्यसलाई चिन्हको रूपमा लिन सक्छौँ, अथवा सातौं चिन्हको रूपमा हामी त्यसलाई त्यहाँ राख्न सक्छौँ। अनि उहाँका चेलाहरूले उहाँमाथि विश्वास गरे। सो तेस्रो मापदण्ड हो महिमा है। दोस्रो मापदण्ड हो चिन्ह भन्ने शब्द। अनि पहिलो मापदण्ड हो प्रभु यीशु ख्रीष्टको सेवकाईमा ती कुराहरू भएको हुनुपर्दछ। केही सम्भावित घटनाहरू, यी 8वटा घटनालाई हामी चिरफार गरौँ, केस स्टडी गरौँ, निहालौँ। यी आठवटा यी घटनाहरूमा यसोले गर्नुभएका कार्यहरूमा कुन कार्यले चाहिँ, कुन घटनाले चाहिँ यो तीनटै मापदण्डलाई पूर्ण गर्छ, तीनटै मापदण्ड फलो गर्छ। अनि त्यसैको आधारमा हामी सातौं चिन्हको रूपमा हामी लिनेछौँ। यी उल्लेखित घटनाहरूमध्ये केवल 3वटा येशूका कार्यहरूले मात्र चिन्हका मापदण्डहरू पूरा गर्छन्। मैले एकदमै न्यारो गरेँ। यी 8वटा घटनाहरू, 8वटा प्रभु यीशु ख्रीष्टले गर्नुभएका केही कार्यहरू सम्भावित घटनाहरू हुन् सातौं चिन्हको निम्ति, तर त्यसमध्ये पनि तीनटा कार्यहरूले मात्रै यो चिन्हका यी मापदण्डहरू पूरा गर्दछन्। ती तीनटा घटनाहरू यस प्रकार मैले उल्लेख गरेको छु। येशूले मन्दिर शुद्ध गर्नुभएको, यूहन्ना 2:14 - 17। दोस्रो, बेथानियामा येशू, यूहन्ना 12:1 - 8। तेस्रो चिन्ह, यरुशलेममा येशूको प्रवेश, यूहन्ना 12:12 - 16। यी तीनटा प्रभु यीशु ख्रीष्टले गर्नुभएका कार्यहरूले मात्रै मैले अघि तपाईँलाई बताएका तीनटा मापदण्डहरू, त्यो प्यारामिटर्सहरू पूरा गर्दछन् है। त्यसकारण चाहिँ यी 8वटा मध्ये 3टालाई अझ विशेष रूपले हामी हेर्न सक्छौँ। अनि हामी अब 3टामा पनि अझै हामी केस स्टडी गर्नेछौँ, किनभने हामीले एउटा छान्नु पर्नेछ। हाम्रो टार्गेट भनेको एउटा मात्रै हो। यहाँ मैले तपाईँलाई देखाउँदै थिएँ सातौं चिन्ह चाहिँ कुन हो भन्ने कुरा। 6वटा चिन्हहरू त आफैमा प्रष्ट छन्, त्यसमा हामीले बोलिराख्न आवश्यक छैन। सातौंमा चाहिँ अब यी 3टा यी घटनाहरूमध्ये कुनलाई चाहिँ हामी त्यहाँ चाहिँ फिल इन द ब्ल्याङ्क्स गर्न सक्छौँ, राख्न सक्छौँ भन्ने कुरा। मूसाले उजाड स्थानमा सर्पलाई उचालेको बारे येशूको वाक्य यूहन्ना 3:14 - 15 यो छ। यो घटना येशूले गर्नुभएको कार्य नभई केवल एक भनाइ मात्रै हो। प्रभु यीशु ख्रीष्टले यो भन्नुभएका बोल्नुभएको कुरा हो, उहाँको डिड भन्दा पनि उहाँको वर्ड्स हो। त्यसकारणले हामी यसलाई चिन्हमा ल्याउन सक्दैनौँ। यसो पानीमाथि हिँड्नुभएको, यूहन्ना 6:16 - 20। यसो पानीमाथि हिँड्नुभएको घटना यसुको आश्चर्य काम हो। यसुको आश्चर्य काम हो, यसुले गर्नुभएको कार्य हो, तर केवल चेलाहरू माझ मात्रै गोप्यतामा गरेको घटना, यसकारण यो पनि चिन्ह हुन सक्दैन। यसो पानीमाथि हिँड्नुभएको घटना मैले अघि भनिसकेँ, धेरैले यसलाई चिन्हको रूपमा
लिनुहुन्छ सातौं चिन्हको रूपमा योनाको पुस्तकमा। तर पहिलो मापदण्ड यसले पुरा गर्न सकेन। यो प्रभु यीशु ख्रीष्टको पब्लिक मिनिस्ट्रीमा है, सार्वजनिक सेवकाईमा गरेको यो कार्य होइन, तर गुप्तमा यो प्राइभेटमा केवल चेलाहरूको माझमा मात्रै गरेको यो घटना भएको कारणले हामी यसलाई पनि चिन्हको रूपमा लिन सक्दैनौँ। येशूको क्रुसीकरण र पुनरुत्थान, येशूको क्रुसीकरण र पुनरुत्थान जुन 18 देखि 19 अध्यायहरूमा छ। पुनरुत्थानपछि येशू प्रकट हुनुभएको, पुनरुत्थानपछि येशू प्रकट हुनुभएको दोस्रो घटना यूहन्ना 20 देखि 21 अध्यायमा पाउँछौँ। तेस्रो येशूले गर्नुभएको कार्य चमत्कारिक माछा पक्राई, यूहन्ना 21 को 1 देखि 14 हामी यो पाउँछौँ। पनि चिन्ह भनी ठहरिन सकिँदैन, किनभने यी घटनाहरू येशूको सेवकाईको समयमा घटेका घटनाहरू होइनन्। किनभने येशूका प्रभु यीशु ख्रीष्टको सेवकाईहरू यूहन्ना 1 देखि 12 सम्म मात्रै उल्लेख गरेका छन्। र यूहन्ना 1 देखि 12 अध्यायलाई मात्रै चिन्हका अध्यायहरू भनेर भनिन्छ। अनि यी अध्यायहरूमा नपरेको कारणले र मोरओभर प्रभु यीशु ख्रीष्टको सेवकाईमा ती कुराहरू नभएको कारण र पहिलो मापदण्ड पुरा नभएको कारण यी यहाँ उल्लेखित घटनाहरूलाई हामी चिन्हको रूपमा लिन सक्दैनौँ। यसकारण येशूले मन्दिर शुद्ध गर्नुभएको यूहन्ना 2 को 14 देखि 17, बेथानियामा येशू यूहन्ना 12, यरुशलेममा येशूको प्रवेश यूहन्ना 12 को 12 देखि 16, यी 3 घटनाहरूले मात्रै पहिलो मापदण्ड पुरा गर्दछन्। मैले यो 8वटाबाट अब 3टालाई अझै सम्भावितको रूपमा अझ स्ट्रङ क्यान्डिडेट्सको रूपमा यहाँ ल्याएको छु। यी 3 घटनाहरूले मात्र पहिलो मापदण्ड प्रभु यीशुको सेवकाईको मापदण्ड पुरा गर्दछन्। तर यी मध्ये केवल येशूले मन्दिर शुद्ध गर्नुभएको जुन यूहन्ना 2 को 14 देखि 17 मा छ त्यो घटनाले मात्रै दोस्रो चिन्ह मापदण्ड पुरा गर्दछ। दोस्रो चिन्ह मापदण्ड के हो? यूहन्नाले लेखकले चिन्ह, त्यो घटनामा चिन्ह भनेर त्यहाँ चाहिँ प्रत्यक्ष होस् अप्रत्यक्ष होस् उल्लेख गरेका छन्। त्यो शब्द त्यो दोस्रो मापदण्ड हो। ती अन्य जति पनि मैले तपाईलाई देखाएका ती घटनाहरूमा यूहन्नाले कहीँ कतै इभन त्यो येशू पानीमाथि हिँड्नुभएको यूहन्ना 6 मा पनि त्यो चिन्ह भनेर यूहन्नाले उल्लेख गरेका छैनन्। त्यसकारणले यी 8वटाबाट 3टा विशेष अझै बलियो पक्कड सम्भावित चिन्हको निम्ति सम्भावित घटनाहरू पर्न जाँदछन्। येशूले मन्दिर शुद्ध गर्नुभएको, हेर्नुहोस् यो 3टाबाट येशूले मन्दिर शुद्ध गर्नुभएको, बेथानियामा येशू, यरुशलेममा येशूको प्रवेश, यो 3टा बलियो रूपमा हामी पाउँछौँ। त्यसमा पनि अझ येशूले मन्दिर शुद्ध गर्नुभएको घटना अझ बलियो र स्ट्रङ क्यान्डिडेटको रूपमा हामी पाउँछौँ दोस्रो मापदण्डको आधारमा। दोस्रो मापदण्ड के हो? चिन्ह। लेखकले चिन्ह भनेर त्यहाँ उल्लेख गरेका छन्। यूहन्ना 2 को 18 स्क्रिनमा तपाईँ हेर्न सक्नुहुन्छ। यहुदीहरूले उहाँलाई भने, तपाईँ यी काम गर्नुहुन्छ त यिनका निम्ति हामीलाई के चिन्ह देखाउनुहुन्छ? है, ज्युस पिपलहरूले त्यहाँ चिन्हको डिमान्ड गरेका छन् येशूलाई। त्यहाँ चिन्ह भन्ने शब्द यूहन्नाले उल्लेख गरेका छन्। दोस्रो मापदण्ड पुरा भयो येशूले मन्दिर शुद्ध गर्नुभएको घटनामा। त्यसकारणले यो 3टाबाट पनि अझ येशूले मन्दिर शुद्ध गर्नुभएको घटना सातौं चिन्हको लागि अझ सम्भावित, स्ट्रङ सम्भावित, बलियो सम्भावित घटनाको रूपमा हामी यसलाई देख्दछौँ, पाउँदछौँ। यसकारण केही चिन्ह मापदण्ड पुरा गरिएको कारण येशूले मन्दिर शुद्ध गर्नु भएको घटनालाई सातौं चिन्हको रूपमा लिन सकिन्छ। है, मैले 8वटा तपाईहरुलाई देखाएँ। यो 8वटाबाट पनि 3टा मैले न्यारो डाउन गरेँ। है, यो 3टाबाट पनि अझ फेरि येशूले मन्दिर शुद्ध गर्नुभएको घटनालाई हामी अझै बलियो रूपमा सातौं चिन्हको रूपमा हामी लिन सकिने प्रमाण केही कुराहरू हामी यहाँ पाउँदछौँ। यसले मन्दिर शुद्ध गर्नुभएको घटनाले पहिला 2वटा मापदण्डहरू पुरा गर्दछ। पहिला 2टा मापदण्डहरू के हो? पहिलो येशूको सेवकाईमा भएको, यस,
प्रभु यीशु ख्रीष्टको सेवकाईमा भएको घटना हो यो यूहन्ना 2 यीशुले मन्दिर शुद्ध गर्नुभएको। दोस्रो महिमा है, महिमाको कुरा पनि त्यहाँ त्यसले पूरा गर्छ। र त्यति मात्र होइन, चिन्ह भन्ने शब्द पनि लेखकले त्यहाँ उल्लेख गरेका छन्। लगभग तीनटै मापदण्ड पूरा गर्ने घटना हो यीशुले मन्दिर शुद्ध गर्नुभएको यो घटना, सेवकाई, चिन्ह र महिमाको कुरा। मन्दिर शुद्ध गर्नुभएको घटनाले र त्यहाँ यीशुले बोल्नुभएको उक्त वाक्य 2:19 ले क्रुसको घटनालाई बताउँदछ, जहाँ परमेश्वरको पूर्ण महिमा प्रकट गरिएको थियो। यसकारण यीशुले मन्दिर शुद्ध गर्नु भएको घटनालाई सातौं चिन्हको रूपमा हामी लिन सक्छौं। है, प्रभु यीशु ख्रीष्टले यूहन्ना 2:19 मा के कुरा भन्नुभयो? यस मन्दिरलाई भत्काइदियो, म 3 दिनमा यो मन्दिर खडा गर्नेछु। त्यो उहाँले क्रुसको घटनालाई बताउँदै हुनुहुन्थ्यो है। उहाँ मर्ने कुराहरू त्यहाँ यीशुले बताउँदै हुनुहुन्थ्यो। अनि जुन कुराको लागि यूहन्नाको पुस्तकमा कुरिराखेको एउटा मोमेन्ट हामी पाउँदछौँ। प्रभु यीशु ख्रीष्टले यूहन्ना 2 मा पानीलाई दाख मध्येमा परिणत गर्ने त्यो घटनामा मरियमलाई पनि त्यही भन्नुभयो, मेरो समय अझै आएको छैन। कुन कुराको समय आएको छैन? महिमित हुने समय आएको छैन। अनि प्रभु यीशु ख्रीष्ट क्रुस र यो पुनरुत्थानको त्यो घटनामा पूर्ण रूपले तबरले त्यहाँ महिमित हुनुभयो र परमेश्वरको महिमा प्रकट भएको छ। यूहन्नाको पुस्तकले त्यो पोइन्टको निम्ति, त्यो कार्यको निम्ति अगाडि बढ्दै गरेको, त्यो लम्किँदै गरेको कुराहरू हामी यूहन्नाको पुस्तकमा हामी पाउँछौँ। अनि प्रभु यीशु ख्रीष्टले त्यही कुरा भन्नुभयो यूहन्ना 2:19 मा, यीशुले मन्दिर शुद्ध पार्नु भएको त्यो घटनामा है, यस मन्दिरलाई भत्काइदियो, म 3 दिनमा यो मन्दिर खडा गर्नेछु। क्रुसको घटनालाई उहाँले बताउँदै हुनुहुन्थ्यो। उहाँले बोल्नुभयो अनुसार, प्रतिज्ञा गर्नुभयो अनुसार प्रभु यीशु ख्रीष्ट क्रुसमा मर्नुभयो अनि मसीहको त्यहाँ मिसन कम्प्लिट भयो। परमेश्वरको महिमा त्यहाँ पूर्ण रूपमा प्रकट भएको कुरा हामी बाइबलमा पाउँदछौँ। त्यसकारण चाहिँ महिमाको कुरामा पनि प्रत्यक्ष होस् अथवा अप्रत्यक्ष रूपमा पनि यो घटनासँग जोडिएको कारणले हामी यसलाई सातौं चिन्हको रूपमा लिन सकिने त्यो प्रमाण र त्यो महसुस, त्यो भान हामी यहाँ गर्न सक्दछौँ। सो यसरी यो तीनटै मापदण्ड पूरा गर्छ यो घटनाले। यीशुले मन्दिर शुद्ध गर्नुभएको घटनाले तीनटा मापदण्ड के हो? प्रभु यीशु ख्रीष्टको सेवकाईमा भएको हो, यूहन्ना 1:12, यस त्यो पनि पूरा गर्यो, सेवकाईमा भएको घटना हो। दोस्रो मापदण्ड के हो? यूहन्नाले त्यहाँ चिन्ह भनेर उल्लेख गरेका छन्। त्यहाँ हामी डाइरेक्ट रूपमा नपाए पनि अप्रत्यक्ष रूपमा, इन्डाइरेक्ट रूपमा हामी त्यहाँ पाउँछौँ। यहुदीहरूले त्यही घटनामा यीशुलाई चिन्हको डिमान्ड गरेका छन्। त्यो दोस्रो मापदण्ड पनि चिन्ह भन्ने शब्दको मापदण्ड पनि पूरा भयो। तेस्रो हो, प्रत्येक चिन्हले महिमा प्रकट गर्नु पर्दछ अथवा गरेको छ। त्यो पनि अप्रत्यक्ष रूपमा त्यहाँ हामी त्यो कुराहरू उल्लेख गरेको कुरा हामी पाउँछौँ। प्रभु यीशु ख्रीष्टले के कुरा बोल्नु भएको छ, जुन कुरा चाहिँ उहाँले गर्नुभयो, बोल्नु भएको 2:19 मा बोल्नु भएको कुरा यूहन्नाको अन्तिम अध्यायमा त्यहाँ हामी यीशुको मृत्यु जुन उल्लेख गरिएको छ, त्यहाँ चाहिँ उहाँले बोल्नु भएको कुरा पूरा गर्नुभयो। उहाँ मर्नुभयो, जसले गर्दा परमेश्वरको महिमा प्रकट भयो। अप्रत्यक्ष रूपमा इन्डाइरेक्टली पनि त्यो कुराहरू मिट आउट गरेको छ। त्यो तेस्रो क्राइटेरिया, यो तीनटा मापदण्डहरू पूरा गरेको कारणले यीशुले मन्दिर शुद्ध गर्नुभएको यो घटनालाई हामी सातौं चिन्हको रूपमा लिन सक्छौँ। सो यसरी हामीसँग यहाँ छ यूहन्नाको पुस्तकमा 7 चिन्हहरू, द 7 साइन्स इन जोन्स गस्पेल। पहिलो चिन्ह, यीशुले पानीलाई दाख मध्यमा परिवर्तन गर्नुभएको, यूहन्ना 2 अध्याय। यीशुले मन्दिर शुद्ध गर्नुभएको, यूहन्ना 2:14-17। उच्च अधिकारीको छोरो निको पारिएको, यूहन्ना 4:46-54। चौथौं चिन्ह, जलकुण्डमा पक्षघाती निको पारिएको, यूहन्ना 5:1-15। यीशुले 5000लाई खुवाउनु भएको, यूहन्ना 6:1-15। जन्मेको अन्धोलाई दृष्टिदान, यूहन्ना 9:1-12। यीशुले मरेको लाजरसलाई बिउताउनु भएको, यूहन्ना 11:1-45। सो यसरी हामी यूहन्नाको पुस्तकमा सातवटा चिन्हहरू यसरी उल्लेख गरेको कुराहरू हामी पाउँछौँ, जुन चाहिँ यूहन्नाको पुस्तकको थियोलोजी हो, यूहन्नाको पुस्तकको पृथकता हो, यूहन्नाको पुस्तकको त्यो एउटा महिमित
एउटा प्रोजेक्सन्स हामी योनाको पुस्तकमा हामी पाउँदछौँ।